हेलो गाइज वेलकम ब्याक माई मिनी ब्लग। आई होप तपाईँहरू सबैलाई आरामै होला। मलाई पनि सबै ठिकै छ। दुईजनालाई एउटा पुरा दाइ सुर्ती मोल्दै रहेछ कि ठिकै छ त नि भनेर यसो सेल्फी आनौँ भनेको। यता साइडमा काले फेरि सँगै जान्छु भने थियो, फेरि हिँड त सँगै जाउँला भनेर मभन्दा अगाडि त्यसको स्टोर पो आइरहेको। अनि ठिकै छ नि त, म पनि अनि आफ्नो स्टोरतिर लागिहालेँ। त्यसपछि म पनि सधैँको चाहिँ आउट अफ स्टक चेक गर्दाखेरि भयभरको लगभग 4 घन्टा लाग्यो। त्यसपछि 4 घन्टापछि एउटा फर्स्ट अर्डर आयो। फर्स्ट अर्डरमा चाहिँ गुलाबको फुल फर्स्ट कस्टमरले मगाएको है। दोस्रो तेस्रो त्यसपछि त खाना खाने बेला नि भएछ। दबा के खाएगा तो दबा के पेलेगा भने जस्तो भयो। बात यति धेरै खाना मिठो थियो र पछाडि बसेको कालीले पनि भन्दै थियो मलाई नि दिनु न दाइ भन्दै थियो। खाना खाएर भ्याएपछि चाहिँ म चाहिँ यहाँ कार्य भाइसँग गफ हान्दै बसेको। यसले फेरि कमेडी हानिहाल्यो। गएर बे गर्छु भन्दै थियो। ठिकै छ नि त, बे गर्नु त भन्दै बसेको। फेरि उतापट्टि साइडमा गार्डनमा पुरा पातहरू काटिरहेको रहेछ। ल ठिकै छ, दुःख गर्नुपर्छ, के गर्नु, विधि जस्तो ठाउँ भन्यो पनि लाग्यो। त्यतिकैमा यसो हेरेको अर्डर पनि आएछ। अनि भित्र गएर अर्डर उठाउन सुरु गरेँ। एउटा आयो, दुईटा आयो, तिनवटा आयो, चारवटा। त्यसपछि भुइँमै फाल्दै, अर्को नि फाल्दै भुइँमा। यसले हाम्रो स्टोर चाहिँ भित्र रहेको छ र यतिखेर चाहिँ अर्डर नआएको भएर मस्त चिल पारामा बसिरहेको हो। ठिकै छ, यस्तै हो। फेरि अर्को अर्डर उठाएँ, फेरि उठाएँ, अर्को पनि उठाएर दिएँ, अर्को पनि। त्यतिकैमा काम गर्दा गर्दा घर जाने बेला नि भएछ। ल आजको मिनी ब्लग यहाँसम्म नै। मेरो मिनी ब्लग कस्तो लाग्छ सबैले लाइक कमेन्ट गरिदिनु होला। त्यो पछाडि रहेको रेड कलरको कार्ड चाहिँ एकदम राम्रो छ। ल